उजुबा क्रिम प्रयोग गर्ने तरिका देखाउँदैछु म। उजुबाको डब्बाभित्र तपाईले उजुबा क्रिम पाउनुहुन्छ। क्रिम सँगसँगै भिटामिन, फेस सेरम अनि साबुन पनि पाउनुहुन्छ। साबुन युज गर्नु हुँदैन भने फेस वाश पनि लिन सक्नुहुन्छ। हजुरले फेस वाश अलग्गै लिन पर्ने हुन्छ। त्यो सबै हालेपछि त्यसभित्र एउटा चम्चा पनि हुन्छ। चम्चाले सबै राखेर मजाले घोल्ने, सबै भित्र पुग्ने गरेर घोल्न सकियो मजाले। सबै घोलिसकेपछि तपाईले फेस वाश अथवा साबुन के युज गर्नुहुन्छ, फेस वाश गरेर फेसलाई सुकाएर लगाउने तरिका चाहिँ थोरै हातमा लिनुस्। हातमा लिएर तपाईको जहाँ पोतो आछ, चाया पोतो छ त्यहाँ लगाउँदा पनि हुन्छ, जहाँ 24 को दाग छ त्यहाँ लगाउँदा पनि हुन्छ। हैन पुरै स्किनमा लगाउने हो भने नि पुरै स्किनमा लगाएर धेरै माड्न भएन, थोरै मात्रै हल्का माडेर अब तपाई कुन टाइममा सुत्नुहुन्छ, सुत्ने टाइममा लगाउने हो। बिहान उठेर फेरि फेस वाश गरेर तपाईले केही दिनमा चाहिँ आफ्नो